सो हेलो गाइज इट्स मी बिमता डागी वेलकम छ सबैजनालाई मेरो न्यू मिनी भ्लगमा। सो गाइज आज चाहिँ म बिहानै उठेर हात मुख धोएर टक्क कम्मर पेटी कस्दै छु। मेरो टी सर्ट चाहिँ एकदम धेरै लामो थियो त्यसैले चाहिँ मैले यसलाई बाँधेको। नाइटो देखाउनलाई होला भन्ने नसोच्नु होला, नाइटै देखाउन मन भए मैले छोटा कपडा लगाइहाल्छु। नक्कल मात्रै पारेर भएन साथीहरु, बाँच्नलाई त खान पर्यो। म चाहिँ अब नास्ता बनाउन जाँदै छु। आज चाहिँ मैले नास्तामा पुरी र आलुको अचार बनाउँदै छु। मेरो मोबाइलमा चाहिँ मेमोरी फुल भइहाल्छ त्यसैले चाहिँ मैले सबै भिडियो बनाउन पाउँदैन। मैले चाहिँ अचार बनाइसके। यता चाहिँ मैले पुरी बनाउँदै छु साथीहरु, बाङ्गे टेङ्गे भएको छ। मलाई चाहिँ राम्रोसँग रोटी बनाउन पनि आउँदैन है, आफ्नो रियालिटी भन्न किन लाज मान्न पर्यो र सिधा कुरा त्यही हो। यता रेडी भइसकेको छ पुरी र आलुको अचार, यो चाहिँ मैले खाए। खाने र सुत्ने मात्रै गर्नु त भएन, त्यसैले म चाहिँ अब बिस्तारै मिलाउँदै छु। कति सानो बेड छ, कस्तो झुल्छ, यस्ता नु शुद्ध रहेछ नभन्नु साथीहरु। जस्तो भए पनि मेरो लागि प्यारो छ। सोचे जस्तो भयो भने म पनि लग्जरी बेडमा सुत्ने छु। आज चाहिँ म रजौरा ताल कमल पोखरी घुम्न जाँदै छु। मैले कपडा नकिनेको 4 महिना भइसक्यो, त्यसैले म चाहिँ पुरानै कपडा लगाएर जाँदै छु। यदि तपाईहरुले माया साथ र सपोर्ट गर्नुभयो भने मेरो पनि नयाँ कपडा फेरि लगाउने दिन आउने छ, त्यसैले सपोर्ट गरिदिनु। बिहानै भए पनि एकदम धेरै चर्को घाम लागिरहेको थियो। म चाहिँ रजौरा ताल आइसकेको छु। यसको मेन गेटमा चाहिँ ताल्लाको रहेछ, त्यसैले म चाहिँ जसरी तसरी भए पनि त्यहाँ बान्नाबाट त्यहाँबाट हाम फालेर तल झरे। अब चाहिँ म त्यहाँ पुगिसके। यहाँ चाहिँ कोही पनि थिएनन्, म मात्रै थिएँ। यसलाई अलि राम्रोसँग व्यवस्थापन गर्न सकियो, यहाँको पानी सफा बनाउन सकियो भने चाहिँ यो घुम्नका लागि राम्रो ठाउँ छ जस्तो लाग्यो मलाई। भित्र चाहिँ बोतल र प्लास्टिकहरु धेरै फालिएको छ। मेरो भिडियो जतिले हेर्दै हुनुहुन्छ तपाईहरुलाई सकेसम्म सफा गरौ, सफा गर्न सक्दैनौ भने फोहोर पनि नगरौ भन्छु। यहाँ चाहिँ बर र पिपलको रुखहरु पनि थिए र यिनको जरा पनि थिए। यसको लोकेसन चाहिँ दाङ तुलसीपुर हिमाल बोर्डिङको अगाडि रहेको छ। यसलाई चाहिँ परायले रजौरा ताल वा कसैले कमल पोखरी पनि भन्छ। हजुरहरु पनि आउन सक्नुहुनेछ। म यसको नजिकै बसे तापनि म पनि आज फर्स्ट टाइम नै गएको हो। यसको बीचमा चाहिँ कमलको फूलको डिजाइन बनाइएको छ। यहाँको पानीको बारेमा म कुनै बयान गर्दैन, हजुरहरु आफै हेर्न सक्नुहुन्छ। मेरो क्यामेराम्यान को हो भनेर सोध्नुहुन्छ भने मेरो क्यामेराम्यान चाहिँ छाता हो। छाताले खिच्देको भिडियो यो चाहिँ कस्तो छ कमेन्ट गरिदिनु। मेरो मोबाइलको क्यामेरा लो छ म मान्छु। क्यामेरा लोका साथसाथै साथीहरु मेरो मोबाइल मेमोरी फुल पनि छ। मेरो मोबाइलमा 7 मिनेट भन्दा बढी लामो भिडियो रेकर्ड पनि हुँदैन, यसकारण पनि मैले राम्रो भ्लग बनाउन पाउँदैन। त्यसैले मैले चाहिँ अब च्यालेन्ज गरेको छु। अबको 3 महिना भित्र म आफ्नै पैसाले एउटा आइफोन किन्नेवाला छु। मेरो यो सपनालाई अपुरो नबनाइदिनु प्लिज साथीहरु। मलाई फलो गरेर मेरो भिडियोमा लाइक कमेन्ट र शेयर गरिदिनु। त्यही हो साथीहरु, आजको डे 1 को मिनी भ्लग यही रहेको छ। मलाई चाहिँ एकदम धेरै घाम भएको कारण म चाहिँ घर आएर कपडा फेरेर पनि फ्यानको हावा खादै छु। यस्तै 90 वटा मिनी भ्लग आउने छन्। सबैजनाले माया र लाइक कमेन्ट शेयर